मेरो भिडियोको असली रहस्य चाहिँ आज खोल्दैछु है साथीहरू। भिडियो हेर्दा तपाईँहरूलाई पनि लाग्दो हो नि, यो केटी दिनभरि चाहिँ गर्छ चाहिँ के? कहिले एकछिन खाना बनाएको भिडियो देखाउँछ, कहिले 2 मिनट घाँस काटेको, अनि भिडियो सकियो। यति नै मात्र गरेर दिन बिताउँछ कि क्या हो? तर कुरा अलि अर्कै छ है साथीहरू। मेरो भिडियोमा देखिएको काम र मैले दिनभरि गरेको कामको हिसाब मिलाउनु भयो भने त क्यालकुलेटरले पनि भ्याउँदैन क्या। म दिनभरि काम गरेको भिडियो खिच्ने मान्छे नै होइन, अनि म एक्लै हुँदा जस्तो जस्तो भिडियो पनि खिचिहाल्छु। तर कोही मान्छे आयो अगाडि भने चाहिँ हातमा मोबाइल समातेर काम गर्नुभन्दा पहिले दिमागमा प्रश्न आउँछ क्या, होइन यसले भिडियो खिचेर चाहिँ बनाउन लाग्यो कि के रहेछ भन्लान् भन्ने भिर। म चाहिँ दिनभरि काम गरेको भिडियो भन्दा पनि मनले ल यसको चाहिँ भिडियो बनाउँछु है भनेको कामको मात्रै भिडियो बनाउँछु। जस्तै आज मैले सब्जी पकाएको भिडियो बनाउँदैछु नि, तपाईँहरूलाई हेर्दा लाग्छ होला आज त यसले सब्जी मात्रै पकाइछे, तर होइन नि त, घरभित्र कति कुरा पाकिसकेको हुन्छ, कति काम सकिसकेको हुन्छ, त्यो चाहिँ भिडियोमा देखिँदैन क्या। किनभने नि 1 घन्टामा सकिने कामलाई भिडियो बनाउन थालेपछि त 3 घन्टा लाग्छ क्या। यो एङ्गल राम्रो भएन, त्यो एङ्गल राम्रो भएन भन्दा भन्दै कहिले काहीँ त काम गर्नुभन्दा ठुलो काम त भिडियो बनाउन हो जस्तो लाग्छ कि। त्यसैले मेरो भिडियोमा दिनभरिको जिन्दगी देखिँदैन, दिनभरिबाट बाँचेका केही मिनेट मात्र देखिन्छन्। म एउटा दुईटा कामको भिडियो बनाउँछु, त्यसलाई जोड्छु अनि एउटा भिडियो बनाउँछु, अनि दिनको एउटा भिडियो तपाईँहरू सामु ल्याउँछु। तर मैले दिनभरि गरेको काम देखाउन नपाए पनि तपाईँहरूले मैले देखाएको त्यो थोरैलाई पनि माया गरिदिनु भएको छ, त्यही नै मेरो लागि ठुलो कुरा हो। यस्तै गरी माया, साथ र सपोर्ट सधैँ गरिदिइरहनु होला है। अनि तपाईँहरूलाई मैले दिनभरि के काम गरेँ भनेर त्यो हेर्न मन छ कि मैले जे अपलोड गर्छु त्यही मात्रै हेरेर तपाईँहरू खुसी हुनुहुन्छ? त्यसको पनि सल्लाह सुझाव दिन नबिर्सिनु होला है।